सर्वप्रथम त हाम्रा यो सानो गाउँमा गाउँ भए तापनि एउटा भौगोलिकले बाध्य परेको गाउँलाई पनि हाम्रा यो मोटर बाटोले छुवाउने मौका दिनुभएको सम्पूर्ण युगवासी हङकङ अनि सम्पूर्ण विदेशमा रहनुभएका र स्वदेशमा रहनुभएका सम्पूर्ण सहयोगीदाताहरूलाई म व्यक्तिगततर्फ साथै यस मोटर बाटो निर्माण समितितर्फ र गाउँवासी सहयोगी सम्पूर्ण तर्फबाट फेरि दुई हात जोडी नमस्कार गर्न चाहन्छु र हामीलाई यहाँसम्म बाटो आउला भन्ने सपनामा पनि थिएन। यस गाउँको जनताहरू बुढापाकाहरूले तिब्ल्याङ झर्नु नसक्ने, तिब्ल्याङदेखि बेनी जान नसक्ने अवस्था भएको बुढाबुढीहरूले अहिलेसम्म कसै गाडीको मुख देख्न नपाएको स्थिति थियो। अब हाम्रो आफ्नै गाउँमा गाडीले एउटा यो गाउँलाई स्वागत दिँदैछ र अझै यो भन्दा पनि अगाडिको कदमहरू पनि यसै आउँदो सहयोगीहरू र बुद्धिजीवी वर्गहरूले अझै यो भन्दा अगाडिको स्टेपलाई पनि ध्यान पुर्याइदिनु हुनेछ भन्ने आशा राख्छु। मैले के भनेको होला भन्ने सोचाइ लाग्थ्यो। हात्ती त छिरो पुच्छर अड्कियो भन्ने उखान सुनेको थिएँ। साँच्चै आज मलाई ठ्याक्कै त्यही लागिरहेको छ। किनभने यहाँसम्म त आइपुग्यो, तर यहाँदेखि अगाडिको स्टेप थोरै खर्चले पनि पुग्ने अवस्था छ। त्यहाँ पुर्याउनुको लागि यो जनताहरू, यहाँ यो गाउँका थोरै जनताले पनि त्यो ठाउँमा लाने चाहना इच्छा गरिरहेका छन्। हामी समिति र अन्य सहयोगी मित्रहरूको पनि चाहना र भावना त्यही नै छ। त्यसैले यहाँसम्मलाई जसरी यहाँसम्म सहयोग गरेर यहाँसम्म हाम्रो बान्दुक गाउँको सपना साकार पारिदिनु भएको छ, त्यस्तै गरी अझै हाम्रो थोरै सपना पुरा हुनुको लागि यो सानपानी भन्ने ठाउँमा पुर्याउनुको लागि हाम्रो सब जनताको आशा छ। त्यो आशालाई निराशा नपारिदिनु हुन हाम्रा सम्पूर्ण देश विदेशमा छरिएर बसिराख्नुभएका सहयोगी दाताहरूले चाहिँ त्यो सपना पुरा गर्नु हुनेछ अवश्य भन्ने आशा राख्दै र यो हाम्रो निरन्तर अगाडि बढिरहेको यात्रालाई अझै सफल पारिदिनु हुनेछ भन्ने आशा राख्दै यो तिता या मिठा जस्तो सुकै होस्, यो दुई चार शब्दलाई यहीँ अन्त गर्न चाहन्छु। हस्, धन्यवाद।